गाइजहरु आज हामी मुस्ताङको मार्फा भिलेजमा आएको छौं। यस शुभ बिहानीसँगै आजको यस मार्फा भिलेजमा हाम्रो दिन शुभ रहनेछ भन्ने आशा गरेका छौं। हामी माथितिर गएर भ्यू पोइन्टतिर गएर फोटो हान्दैछौं। जे होस् तपाईहरुले हेर्न सक्नुहुन्छ सूर्यको तेज किरणले गर्दा केही हिमालहरु छेकिएछन्। क्यामेरामा अगाडिपट्टिको क्यामेरा जुम पनि गर्न मिल्दैन रहेछ। आज यसो ड्रेस लगाइ अब के ड्रेस नलाउनु जस्तो लाग्यो लगाइहालेँ हैन। जस ठिकै सुहाउँदो रहेछ भनौँ कि सुहाउँदैन रहेछ। जस रमाइलो छ मार्फा भिलेज राम्रै रहेछ। रमाइलो त अब के हुन्थ्यो र चिसो हैन। मलाई चाहिँ तातो ठाउँ भन्दा चाहिँ चिसै ठाउँ मन पर्छ। जे होस् आफ्नो ठाउँको आफ्नो समस्या र आफ्नो ठाउँको आफ्नो फाइदाहरू हुने गर्छ हैन। यस्तो ठाउँमा अब माथि हिँड्ने बस्ने गर्दाखेरिमा स्वास्थ्यमा चाहिँ युवा अवस्थामा युवा जे होस् केही समयसम्म युवा अवस्था नै तन्नेरी पावरफुल बन्ने गर्छ भने अब तराईतिर बसेर खाइयो बाइक चढियो गाडी मात्र भनेपछि त्यो युवा अवस्थामै बिरामी हुन्छ। हुन त बुढेसकालमा चाहिँ सबै हुन्छन् है। यहाँको पनि हुन्छन् त्यहाँको पनि हुन्छन्। नहुने बाबै हुम्ला डोल्पाको मान्छेहरू सायद उपचारका लागि त्यत्रो खर्च गरेर काठमाडौँ पुग्नुपर्ने अवस्था आउँथेन होला हैन। त्यसैले हामी ठाउँको मजा लिउँ। रमाइलो छ। जे होस् राम्रै छ। हाम्रो ग्रुपहरू यता आफ्नो भिडियो पोस्ट दिँदैछन्। मार्फा लेखेको छ यो माथिपट्टि। उतापट्टि गुम्बा सुम्बा छ। त्यति धेरै रुख छैनन् तर स्याउका अमूल्य रुखहरू धेरै मात्रामा छन्।